धेरैजना मान्छेले स्काफ फोल्डिङमा आउने चासो गरेको पनि देखियो र मलाई मेसेज गरेर पर्सनली पनि सोध्नु भएको छ कस्तो हुन्छ तपाईँहरूको जागिर के छ, हामी पनि भोलि आउने प्लानिङ गर्दै थियौँ, केही जानकारी पाउन भन्ने कुराहरू सोध्नुभयो। तपाईँ एज अ स्काफ फोल्डिङ सिनियर सुपरभाइजर तपाईँको सुझाव के रहन्छ ती बिग्नरहरूलाई र नयाँ आउन चाहने इच्छुकहरूलाई? धन्यवाद मेरो भाइ। स्काफ फोल्डिङ भनेको अब हार्ड जब हो होइन, कन्स्ट्रक्सन लाइनको एकदम होइन। अब मैले धेरै कुरा गरिनँ। स्काफ फोल्डिङसँग काम काम गर्न चाहनु हुने व्यक्तिहरू चाहिँ होइन, हावाहुरी आँधी तुफान सबै कुरा सहनु सक्नुपर्छ र टाइमिङ पनि। अब पैसाको कुरामा जाउँ न त, हामी कमाइको कुरामा जाउँ न त होइन। स्काफ फोल्डिङमा पैसा हुन्छ, तर तपाईँ स्काफ फोल्डरै रहने कि अब स्काफ फोल्डरदेखि स्टेप बाई स्टेप जाने, त्यसमा पनि भर पर्छ है। तपाईँहरू आउने मान्छेहरूले चाहिँ तपाईँ चाहना राख्नु भएको छ भने अब स्काफ फोल्डरको रेट एउटा हुन्छ होइन, चार्जेनको रेट अर्को हुन्छ, फोरम्यानको रेट अर्को हुन्छ, सिनियर फोरम्यानको रेट अर्को हुन्छ होइन। अब सुपरभाइजरमा आयो, सुपरभाइजरको रेट अर्को हुन्छ, सिनियर सुपरभाइजरको रेट अर्को हुन्छ, सुपरिन्टेन्डेन्टको रेट अर्को हुन्छ। पैसा स्टेप बाई स्टेप। जस्तै हामीले छर्लङ्ग बुझ्नुहोस्, तपाईँहरूले नेपालमा जस्तै आर्मी पुलिसहरू हुन्छ होइन, पहिला सिपाही नै लाग्ने हो, त्यसपछि स्टेप बाई स्टेप जाँदै 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 माथिसम्म पुग्ने हो होइन। पुगिसकेपछि न पैसा आउने हो। पैसा भनेको कहाँ छ भन्दाखेरि लिडरसिपमा छ है पैसा चाहिँ होइन। जसले लिडरसिप गर्नु सक्छ उसैमा पैसा छ। तर तपाईँ चाहनुहुन्छ भने स्काफ फोल्डिङमा आउनुहोस्, 2 वर्ष काम गर्नुहोस्, अनुभव बटुल्नुहोस्, त्यसपछि तपाईँ उकालो लाग्नुहोस्। धन्यवाद। ओके दाइ, थ्याङ्क यू। तर आज यो भिडियो मैले बनाइरहँदाखेरि धेरै मान्छेलाई चाहिँ यो भिडियोले पक्कै पनि हौसला मिल्नेछ, केही नयाँ कुरा सिक्न मिल्नेछ भन्ने अपेक्षा गरेका छौँ। र बाहिरको कन्डिसन हेर्न सक्नुहुन्छ तपाईँ, दिनभरि हावा चलेको थियो, धुलाम्य हुन्छ। हेर्नुहोस् है, हामी गएर एसीमा बस्ने होइन, साइट भिजिट गर्नुपर्छ, इन्सपेक्सन गर्नुपर्छ, मेन पावर हेर्नुपर्छ, विविध काम हुन्छ। एउटा कुरा हजुर, एउटा कुरा होइन, अब स्काफ फोल्डिङमै तपाईँहरू चाहिँ आउनु चाहनुहुन्छ भने होइन, 2 वर्ष स्काफ फोल्डिङ काम गर्नुहोस्, त्यसपछि उकालो बढ्नुहोस् भनेर भने होइन। उकालो बढिसकेपछि अमेरिका, अस्ट्रेलिया, जर्मन, जापान कतै पनि जानु पर्दैन 2-4 लाख कमाउनुको लागि चाहिँ है। यो कुरा चाहिँ स्पष्ट भनिदिनु। ओके दाइ, थ्याङ्क यू है, थ्याङ्क यू। ल।